आन्दोलनमा हिंसा मचाउनेलाई सरकारले कालो सूचीमा राख्ने, सरकारी जागिरमा समेत प्रतिबन्ध, विदेश जान समेत बाधा हुने। त्यसैले पार्टीको झोले बनेर आफ्नो जीवन बर्बाद नगर्नुहोस्, भविष्य बिग्रन सक्छ। दशबिन सरकारले आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने वा हिंसा फैलाउने व्यक्तिहरूमाथि अब कड़ा कदम चाल्ने भएको छ। उनीहरूलाई पक्राउ परेपछि स्वतः मुद्दा दर्ता गरी सरकारी अभिलेखमा नाम स्थायी रूपमा राखिने निर्णय गरेको छ। भोलि सरकारी जागिर खान, विदेश जाने सपना वा कुनै पनि कागजात बनाउँदा यही कालो सूचीले रोक लगाउन सक्छ। प्रशासनका अनुसार त्यस्ता व्यक्तिहरूको नाम कालो सूचीमा राखिनेछ। यसका कारण राहदानी बनाउन, वैदेशिक रोजगारीमा जान तथा अन्य सरकारी सुविधा लिन समेत अवरोध हुने जनाइएको छ। त्यसकारण कुनै पनि पार्टी वा व्यक्तिको अन्धभक्त भएर आफ्नो भविष्य नबिगार्नुहोस्। तपाई जसको लागि सड़कमा प्रहरीको कुटाई खाइरहनु भएको छ, त्यो व्यक्तिले तपाईलाई सायद चिन्दैन पनि होला। आजको जोशले भोलिको भविष्य बिग्रन सक्छ, त्यसकारण होशियार हुनुहोला।